सरौँ न त फर्मल तरिकाले जाउँ हैन दिवसबाट सुरु गरौँ त आजको अब कार्यक्रम शुभकामना दिने कार्यक्रम मेमलाई चाहिँ अब बिलेटेड ह्याप्पी बर्थडे भन्नु होइन के भन्नु भयो क्या सिग्नेचरबाटै सुरु गरौँ नि त होइन तल जन्मदिनको धेरै धेरै शुभकामना मेमलाई पनि मेमको हिजै थियो होइन आज फेरि पनि ह्याप्पी बर्थडे सन्तोषी खोइ भनेको ह्याप्पी बर्थडे मात्रै भन्नु गयो मुखै मात्र निकाल्नु थ्याङ्क यू थ्याङ्क यू साना साना अतिथिहरूलाई ह्याप्पी बर्थडे प्रकाश सर सुजाता मैडम मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे सोनी चाहिँ look at your Sonis. जन्मदिनको धेरै धेरै शुभकामना सन्तोषी माता प्रकाश सर सुजाता म्याम धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे प्रकाश सर ह्याप्पी बर्थडे सुजाता म्याम यसरी नै हामी नाच्नु रहनु होला सधैँ ह्याप्पी बर्थडे टु बर्थडे सर ह्याप्पी बर्थडे प्रकाश सर ह्याप्पी बर्थडे म्याम दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना हजुरहरूले चाहेको पुरा साथै ढिलै भए पनि म्यामलाई जन्मदिनको धेरै धेरै शुभकामना पालो नमिजी गरौँ अब विस दिन त धेरै मन छ होइन भित्रदेखि धेरै कुरा सोचेको छु तर बाहिर भन्न सकिँदैन अब यसमा पनि प्रकाश सरलाई सोचेको चाहेको र आर्दै गरेको जे कुरा छ त्यो सबै पुरा होस् होइन अब त्योभन्दा धेरै पनि धेरै अब हामीले प्रे गरिरहेछौँ गरिरहेको छु होइन अब अहिलेलाई चाहिँ ह्याप्पी बर्थडे भन्न चाहे र सुजाता म्यामलाई चाहिँ बिलेटेड ह्याप्पी बर्थडे होइन हिजो पनि भनिरहेको थिएँ र पनि आज पनि बिलेटेड ह्याप्पी बर्थडे म्याडम सर्वप्रथम प्रकाश सरलाई जन्मदिनको धेरै धेरै शुभकामना साथै सुजाता म्यामलाई पनि जन्मदिनको हिजो अब विस गरौँ नभए पनि आजको समय बस दुईजनाको समय हुनाले तपाईँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना र यस संस्थामा काम गर्ने वा यस संस्थामा आबद्ध भएको हैसियतले होइन सधैँ नै यसरी राम्रो तरिकाले काम गरिरहनु पाऊँ सधैँ मिलेर काम गर्नु संस्थालाई अगाडि बढाउने साथ दिने कुराहरू समय कहिले साथमा नछुटोस् समय मिलेर जान सक्छौँ हाम्रो सरलाई एउटा संस्थाको मेन जुन करेन्टको मेन फ्लो जस्तो होइन जसले एउटा संस्थालाई अगाडि लगिराख्नु भएको छ चलाइराख्नु भएको छ त्यसमा कुनै बाधा बिना यस्तो आयो भने कुनै अब्स्टेकल आयो भने त्यसलाई हटाएर जाने एउटा पेसेन्सको साथ संस्थालाई अगाडि बढाउने संस्थालाई बढाउने चढाउने क्रममा छिटाको कामहरू सबै पुरा होस् र जति पनि जति गर्नुभएको छ उहाँको जति श्रम उहाँले दिनुभएको छ यो स्कुललाई वा यो संस्थालाई अगाडि बढाउनको लागि वा यहाँको जुन आबद्ध संस्थामा काम गर्ने आबद्ध जति शिक्षकहरूप्रति मूल्य मान्यता दिनुभएको छ सधैँ यस्तै नै कायम रहोस् भन्दै फेरि पनि सरलाई जन्मदिनको धेरै धेरै शुभकामना दिँदै मेरो छोटो वक्तव्य
जन्मदिनको धेरै धेरै शुभकामना प्रकाश शुभकामना दुईजनालाई तपाईँहरूले सिकाएर सबै कुरा हो। दुईजनाले जन्मदिनको धेरै धेरै शुभकामना छ। साथै अब प्रकाशले हामीलाई धेरै कुरामा होइन कति मोटिभेट गर्नुभएको छ। त्यसरी नै अब हामीले पनि त्यसरी फिडब्याक त दिनु नसकौँला होइन। त्यसरी तपाईँले मेरो बर्थडेमा एउटा भन्नुभएको त्यो कुरा होइन, आज त्यो कुरा प्रत्यक्ष रूपमा पुरा भएको हामी सबैले देखिरहेको। त्यसरी नै हजुरले सोचेको सबै बोलेको कुराहरू चाहिँ त्यसरी नै पुरा होस्। तर सबैजनालाई धेरै धेरै शुभकामना। जन्मदिनको धेरै धेरै शुभकामना, सोचेको सबै कुरा श्वेता म्यामलाई चाहिँ अब बिलेटेड बर्थडे होइन विस गर्न चाहे। अनि प्रकाश सरलाई चाहिँ भेरी भेरी ह्याप्पी बर्थडे भन्न चाहे होइन। हामी सोचेको सबै कुराहरू पुरा होस्। हामी सपोर्ट गर्नलाई छौँ। हामीलाई के भन्छ एज अ लिडर तपाईँले हामीलाई चाहिँ के भन्छ मार्गदर्शन गरिरहनु भन्न चाहे होइन। अनि अप्ठ्यारो जस्तै सुकै अप्ठ्यारो अवस्था आयो भने हामी चाहिँ छौँ भनेर चाहिँ नबिर्सिनु होला भन्न चाहे। अनि यसरी नै फेरि पनि ह्याप्पी बर्थडे भन्न चाहे होइन। ल अब सर्वप्रथम रिलेटेड बर्थडेको अब श्रोता म्याम अनि अब भर्खरै जन्म भएको प्रकाश सरलाई पनि जन्मदिनको धेरै धेरै लाखौँ शुभकामना। साथै अब म आज यहाँ छु कारण चाहिँ प्रकाश सरै हुनुहुन्छ। उहाँलाई कति धन्यवाद त म अब भनेर त दिन नसक्नुला, तर पनि भित्र मनबाट लाखौँ लाखौँ यति मिस गर्छु, यति आदर यति सम्मान छ सरलाई। अब यी भनेर त अब बयान गर्नै सकिँदैन होइन। जति कुरा मैले सिकेँ, जति कुरा म सिक्दैछु, यो सबै देन भनेको प्रकाश सरै हुनुहुन्छ। विगत 3 वर्षदेखि सरलाई म चिनिरहेको छु। जति चिने धेरै नै चिने। एउटा रेस्पेक्ट कहिले पनि जस्तै नराम्रो काम जे गर्नुहुन्छ, जुन एउटा रेस्पेक्ट हुन्छ त्यो रेस्पेक्ट कहिले गुमाउनु हुने छैन। मबाट चाहिँ जे जति सिकेँ मैले सबै प्रकाश सरकै देन भन्छु। म चाहिँ आज म यहाँ यसरी बोलिरहेको छु, 2-4जनाको मान्छेहरूमा यसरी बोलिरहेको छु। यो पनि सबै कन्फिडेन्स एउटा जुन एउटा मानिसमा हुनुपर्ने गुण हो, त्यो सबै प्रकाश सरकै देन भन्छु। अब समयले पनि खाना खाइसक्यो होइन। मेरा भन्नु त धेरै कुरा छ, कति कुराहरू नबोली पनि भनिन्छ। जुन कुरा चाहिँ अब मलाई लाग्छ प्रकाश सरले मजाले नै बुझ्नुहुन्छ। कति कुराहरू आफूले नमागी पनि सरले बुझेरै गर्नु। त्यस्तो मान्छे सायदै म लाइफमा कहिले पनि भेट्दिनँ होला। तर सरले अब के कति सोच्नुहुन्छ त अब सरकै ठाउँमा छ होइन। मान्छेको मन कहिले पनि अब जान्न र बुझ्न सकिँदैन। अब के भन्नु, जति भन्ने हो त राम्रो कुरा नराम्रो कुरा जे छ पुरै ठाउँमै यही त हो होइन। यो कुरा अरू बेला भन्न सकिँदैन, भन्ने ठाउँमै यही हो। मेरा गल्तीहरू मैले कति अब गरेँ होला, सायद सरले अब एउटा इमोसनल एट्याचमेन्ट पनि छ, त्यो सरले कति ठाउँमा भन्न सक्नुहुन्न। तर म महसुस चाहिँ आई क्यान फिल द्याट। अरू त के भन्नु। अब अन्तिममा दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना। लेट्स सेलिब्रेट प्लिज स्पेसल बर्थडे। ह्याप्पी बर्थडे सर। अब क्यान्डल सेन्डल बालेर तपाईँको तर्फबाट पहिला गरिदिन्छ। फर माई मोबाइल यो बर्थडे धेरै धेरै मिस हुने कतिसम्मले यसरी बर्थडे मनाइएको थियो भनेर थाहा हुन्छ। मेरो पालो हो।
सर्वप्रथम त होइन नर्मलमा आउनु पर्यो होइन। कस्तो हुन्छ भने आज कसैको बर्थडे भयो भने पनि एक दिन 365 दिनमा एक दिन आउँदो रहेछ क्या कसैको पनि होइन। अनि त्यो दिन चाहिँ एकदम रियल्ली भन्नु पर्दाखेरि त्यो 365 दिन जुन दिन बर्थडे हो नि त्यो दिन पनि लाइफ त्यसरी नै चल्दै हुन्छ जुन दिन हिजो चलेको हुन्छ क्या। नर्मल कुराहरू जुनलाई हामीले भोलि यताउता भन्ने कुराहरू एकदम त्यसरी नै चलिरहेको हुन्छ क्या। र हामी त्यो दिनमा कतिजनाको माझमा जान्छौँ जसलाई चाहिँ यसको बर्थडे हो आज थाहा छैन, त्यो ठाउँमा पनि पुग्छौँ होइन। र गर्दा गर्दै सडनली एउटा क्लिक आउँछ क्या माइन्डमा, एलार्म जस्तो आउँछ होइन। जब हामी एउटा ठाउँमा पुग्छौँ जहाँ चाहिँ सबैलाई थाहा छ क्या आज यो मान्छेको बर्थडे हो भनेर चाहिँ सबैलाई थाहा छ क्या। अनि त्यो एटिट्युड नै अर्को रौनक चेन्ज हुँदो रहेछ क्या होइन। लाइक म यहाँ आइसक्दा मेरो एटिट्युड जुन थियो नि, एटिट्युड भन्न खोजेको खालि नेगेटिभ हुँदैन, एटिट्युड भनेको जुन फिलिङ एउटा त्यतिखेर अर्कै भइसकेको थियो क्या। एउटा कस्तो अर्कै एउटा फिल हुन्छ नि त्यो सबैलाई एउटा आउँछ। अनि त्यो दिन मैले रियलाइज गरेँ क्या, ठ्याक्कै त्यतिखेरै रियलाइज गरेँ सबैलाई देख्दा पृथ्वी त गोलो छ घुम्छ होइन, सबैको पालो आउँदो रहेछ होइन, सबैको पालो आउँदो रहेछ हरेक चिजमा क्या। म तपाईँलाई बर्थडे सबैजनाले होइन यहाँनिर मलाई बसाउनु भएको छ फर्स्ट एन्ड फर्स्ट होइन। आजको दिनमा सबैजनाले विस गर्नुभयो होइन। सडनली म यहाँ आएपछि क्लिक भयो कि मेरो बर्थडे हो, सडनली एउटा क्लिक आयो क्या। नभए लगभग बिर्सिसकेको। आज मेरो कतिौँ वर्षको बर्थडे मनाउँदैछौँ कसैलाई थाहा छैन, मलाई थाहा भएन होइन। म आज 34 इयर्स ओल्ड भइसकेँ क्या। म लाइफमा 12 इयर्स ओल्ड हुँदा हराएको मान्छे क्या। आज आफूलाई चिन्दैछु क्या, चिनाउँदैछ क्या मलाई सबैले, किनभने म त्यतिखेर हराएको मान्छे क्या बारम्बार। आज मलाई एउटा क्यान्डल बाल्न मन छ क्या। आजको दिन म बिर्सिन सक्दिनँ क्या। 1 वर्ष अगाडि पनि मैले कहीँ यहाँ आएको थिइनँ, आफ्नो ठाउँमा छ होइन। तर मसँग मैले खालि आइएम ओके देखाउनु परेको थियो क्या। आई वाज नट ओके क्या। आई कुड नट एक्सप्रेस माई एक्सपिरियन्स क्या। म के भोग्दै थिएँ होइन। कति लाइफमा अप्स एन्ड डाउन आयो होइन। आफूलाई म भेटि नै रहेको थिइनँ क्या। म त्यतिखेर हराएको मान्छे। मेरो एजको अहिले 34 इयर्स ओल्डको कतिजना मेरा साथीहरू छन् होइन। सबैले आफूलाई एउटा टाइममा चिने क्या, चिनेर ठाउँमा गए क्या। चिने नि त आफूलाई। तर मलाई चिन्न धेरै टाइम लाग्यो क्या। म यस्तो थिएँ, म यस्तो बन्न सक्थेँ क्या। त्यही भएर म चाहिँ आफ्नो पोइन्ट अफ भ्यू, मेरो फिलोसोफी, मेरो थ्योरी, म एक्टिङ गरेर कसैलाई ट्रिट गर्दिनँ क्या। मलाई ट्रिट गर्न राम्रो लाग्दैन, गर्दिनँ होइन। भन्नाले म नराम्रो भनेर पनि हिँड्दिनँ, तर म त्यो देखावटी म कसैलाई नराम्रो ट्रिट गर्दिनँ, राम्रो पनि ट्रिट गर्दिनँ। मलाई जसलाई ट्रिट गर्नु चाहिँ नेचुरल्ली भइहाल्छ क्या। लाइक पवन सरले मलाई झन्डै रुवाउनु भयो। म तपाईँको आँखामा यसरी हेरेको थिएँ भने तपाईँ बोल्न सक्नुहुन्न थियो क्या। यहाँ केही हामी सबै सदस्य केही सबैजना हामी एउटा फ्यामिलीमा छौँ एज अ प्रोफेसनल होइन। प्रोफेसनल फ्यामिलीमा छौँ क्या होइन। हामी कसैको ब्लड रिलेसन छैन क्या। हामी कसैको ब्लड रिलेसन छैन, बट वी आर रिलेटेड बाई फिलिङ्स क्या। फिलिङ्सले बाँधिएको छ। र म चाहिँ पर्सनल्ली यस्तो तपाईँहरू जस्तो बस्नुहुन्छ नि यो स्कुलमा, म त्यस्तै थिएँ क्या। म त्यस्तै थिएँ, ठ्याक्कै त्यस्तै थिएँ। अब कहिले दिन्छ यो कस्तो के इधर उधर। अनि अहिले चाहिँ म दिने ठाउँमा पुगेँ क्या। म कति दिन सक्छु भन्ने कुरा क्या। ज्ञान होस्, आर्थिक होस्, त्यो ठाउँमा पुगेँ नि त। म कति कन्ट्रिब्युट गर्न सक्छु कसैको लागि। म देखावटीको लागि कन्ट्रिब्युट गरेको होइन। भोलि के होला आई डोन्ट नो। म
लाइफको यो 34 वर्षसम्म पनि कहाँ छु, हराएकै छु क्या। आफूलाई चिन्दै छु, चिनाउनु हुँदैछ तपाईँहरूकै सपोर्टले होइन। म यसरी अगाडि बढिरहेको छु। यो होइन, आई एम नट जेलस अफ एनी क्रेडिट क्या। मलाई क्रेडिट चाहिँदैन लाइफमा। मैले कहिले पनि प्रकाशले गर्दा भन्ने होस् म कहिले फिल गर्दिनँ। यदि कसैको घरमा होइन मसँग यहाँ इमोसनल्ली एट्याच कसैलाई मैले डोरीले बाँधेको छुइनँ नि, यहाँ कसैलाई डोरीले बाँधेको छु मैले। अहिले न जयराम सर हुनुहुन्छ न नारायण सर हुनुहुन्छ, कसैलाई मैले भन्नाले होइन। अब जयराम सरसँग कसैको एउटा रिलेसनसिप थियो होइन, त्यो लेभलको। यहाँ तपाईँहरूलाई थाहा छ छैन होइन, यहाँनिर मैले काम गरिसकेपछि मसँग एज अ स्टाफ, रियल भन्दैछु म एज अ स्टाफ भन्न, किनभने म तपाईँ जस्तै थिएँ क्या। मसँग एज अ स्टाफ 3-4 जना बाहेक कोही थिएन क्या टचमा। म चिन्दिनँ थिएँ क्या भन्न खोजेको होइन। तपाईँहरूलाई मैले यहीँ चिनेँ, तपाईँले मलाई यहीँ चिन्नुभयो क्या। कतिलाई मैले बाहिर चिनेँ, त्यो अवस्था आयो होइन। तर रियल्ली भन्नुपर्दा कतिजना यहाँनिर बाँधिनुको कारण फिलिङ्स हो क्या। फिलिङ्सले डोरीभन्दा खतरा बाँध्छ क्या मान्छेलाई। यो इम्पोर्टेन्ट कुरा हो क्या होइन। त्यही भएर सबैजनाले बधाई दिनुभयो होइन। बधाई दिँदै पवन सरसँग पुग्दाखेरि म एकदम इमोसनल्ली मेरो जुन एउटा थियो होइन। थ्याङ्क यू भेरी मच सर। त्यति सोच्नु पनि मैले पाउनु हो क्या। मलाई 1-2 साथीहरूले सोध्छन्, अरे यार यसले सबै पवन सरले नै फिल गर्नुहुन्छ क्या। आज यति पैसा लिएर बस्नुभएको थियो सर, सबैलाई बाँड्नु भयो, सरले 1 रुपियाँ पनि लिएर जानु भएन होइन। त्यस्तो सोच्नुहुन्छ, देख्नुहुन्छ, अरूले पनि सोच्नुहुन्छ भन्नाले आँखाले नै त्यो लेभलसम्म बस्नुभएको थियो, त्यही भएर देख्नु भयो नि त। अनि मैले आफूलाई सोचेँ क्या, मैले लगिनँ मेरो प्रतिद्वन्दीले त कहीँ न कहीँ लाँदैछ। मैले के सोचेँ भने नि, म 13 वर्षको उमेरमा हराएको मान्छे कसैले सोचेको थिएन कि म त्यसरी प्रिन्सिपलको कुर्सीमा बस्छु। इभन मेरो बुवा आमाले सोचेको थिएन। म लगभग मरिसकेको अगाडि मेरो अगाडि मृत्यु 10 सेकेन्ड अगाडि मृत्युबाट बाँचेको मान्छे। मेरो अगाडि ट्रेन आएको, साथी मर्यो, जेल बसेँ, लाइफमा धेरै कुरा गरेँ क्या मैले। म त्यसै बोल्दिनँ नि होइन। तर म त्यो कुर्सीमा बस्नु त मैले कति ठुलो तलब पाएँ। त्यो कसैले पायो, त्यो त मैले पाएँ नि त होइन। यति अनर, किनभने यहाँबाट उपरान्त मान्छेको लाइफको ग्यारेन्टी छैन। भोलि नै मान्छे मर्न सक्छ नि, अहिले एकछिनमा मर्न सक्छ नि। लाइफको ग्यारेन्टी चाहिँ छैन होइन। लाइफको ग्यारेन्टी नहुँदा पनि के हुन्छ भने नि, मान्छेको जुन एउटा मेमोरी हुन्छ नि, आत्मा हुन्छ नि। पैसा लिएर जान्छ त कोही जाँदैन, के लिएर जान्छ? यहाँ मैले दिएको चिज। एकछिनको लागि पवन सर मसँग इन्सपायर्ड हुनुहुन्छ, अथवा यहाँबाट कोही स्टाफ अथवा कुनै स्टुडेन्ट होइन मसँग इन्सपायर्ड हुनुहुन्छ भने त्यो इन्सपिरेसन अलिकति मलाई माइन्डमा बोक्नु पनि म जिउँदो हुनु हो क्या। यो